म न्युला गुड देखेको थिएँ अब जाने कटासमा बाहिर न्युलाको कहिले जाने भर्खरै जाम त्यो यार बुढै छ हो यार त्यस्तो दारू सारू नो मेरो तरफ से ना बिहार खानु बाजा सिक्नु पर्यो अब बाजा 1 घन्टा खानु पर्यो घोडाको हजार हाल है हात्तीको सुँड भए उमाउँछ है दोरीमा एक दुईवटा हात्तीको सुँड भए रुपियाँ दिनु किन उडेस् त अनि 3000 सामानले अनि ल्याइएनमा टक्नी मासु र भात खाइयो दुईजनाले मैले तिर्ने त्यति हो अनि त्यतिमा 3000 भयो गाडी भाडा त परेन गाडी भाडा त बिहानको त्यहाँ तेल हालेकोस् बिहान त के गाडीमा गएकोस् र आउने भने बाइकमा 3000 को त मैले यार सपिङ गरेर आउँथेँ यार बाटोले अब केही म गयो नि 3000 सपिङ गरिदिन्छु तम्का छ तलदेखि माथिसम्म त्यहाँदेखि गाडीमा आउनु जाने गर्छ र मेरो म सुत्ने अगाडि यार एक पाथी अगाडि बस्दै हुन्थ्यो ठुङ्गी बिचर छ क्या ल लोकल बाल चाहिए भने किप इट अप है सेलमा खानु है गाइस सेलमा भाले सेलमा खानु है भाले चाहिँ सेलमा खानु गाइस लोकल भाले सेलमा छन् प्राइस सोध्नु सक्नु चाहिँ है डेन्जर छ नि डेन्जर यिनी छोप्न नि सजिलो हुन्छ नि लाटा हुन्छ यो पनि लाटो हुन्छ अलिअलि लाटो लाटो हुने रहेछ नि कुखुरा चाहिँ यो चाहिँ फेरि लास्ट एउटा ठुङ्न पनि कुखुरा चाहिँ डेन्जरै हुन्छ है सेलमा छ नि गाइस ल पाठा चाहिँ यस्तो हुन्छ नि जनावरमा है खै किन जहिले पनि यो कति महिना 7-8 महिनाको हुन लाग्यो ल गाह्रो छ के गरे यस्तो हुन लाग्यो क्या यार निकाल त त्यहाँ सिकाम प्याकमा सिक्ने कुरा गर्छौँ किन जान्न त्यो बच्चा त नखान्छ हामी नेउला समात्न गएमै केटा हो चिचिला किप इट अप त्यत्रो बच्चा चिचिला त खाना भएन होइन मैले समाते पनि च्याप्पै भुटेर खाइहाल्ने ल गाइस तपाईँको बारीमा पनि यस्तो यस्तो भयो भने होइन कमेन्ट गरिदिनु है गाइस के हो यस्तो किरो जस्तो लाग्यो मलाई यार लास्टै त्यहाँ त बिउ नोक्सान आइज चिक्नु पहिला जहाँ छ कि नै नगरिकन जाने होला कि नगरिकन पनि बस्छ त्यहाँ सुन त कप्पै टाल्दै थियो नि होइन कोहीले देखेको चिया चाहिँ केही गर्दैन जाम हाम्रो उता टाढातिर एउटा मिसन फेल भयो अब अर्को चाहिँ के हुन्छ गाइस कहाँ गयो ओहो रेली हुन्छ के
ए मैले त सक्दिनँ यो त दुईटा हात लिनु सही हो सही ल हामी जाँदैछौँ झिमझिम हान्ने अब यति भएपछि त्यसलाई पुग्छ कहाँ उहाँ घुम्न गयो रे यार यताबाट जान सक्दैन बसेको मात्र हो त यहाँ त यार फेला पर्नु रहेछ नि यार पछाडि खाएर कहाँ छ खोइ धुलो लाडो यस्तोमा मुजी यहाँ हिँडेर हुन्छ र चिक्ने यहाँबाट यहाँबाट आब यत्ना टेकेको तैँले यहाँ छ रन्डिगन यहाँ छ धुलो What the fuck man यो रङ नम्बर भने जस्तो भयो के तेरो यसमा के होला भन् यसमा तँ खान नपाइने यो त खानु पर्यो यो नित्रिके बच्चा छन् खै त्यो सुन त त्यहाँ सुनिन्छ क्या ऊ यतिखेर त छिप्पियो कि केटा ठुलै बच्चा होला हेर त तैँले हात हाल्नु पर्यो कि दिमाग त मैले सोही लगाइदिन्छु तर यत्रो आउन खोज्यो होला गो आउन खोज्यो होला कि कसरी त कसरी सम्म त टालिदिने त्यहाँदेखि बन्चाएर ल्याउने उताबाट दुलो पारेर भ्यान्जेललाई घोचेर मार्ने त फेरि ए उदालो नचाउनु पर्छ एक हातको गाह्रो छ नि त यार यत्रो बारी होइन केटाहरू कोही छ नि खन्नी हामी मान्छे सक्दैनन् त्यो पाप त गर्न नहुने त्यही पनि सो मनोरञ्जन त्यो मार्न त सकिन्न टाइम पास के गर्ने भनेर होइन यो मोबाइलको क्यामेरा र मेरो थोपडा उस्ती खागाइ कुरा सुनिदिनु होला होइन यता आइसकेमा तल त्यहाँ देखिसी त कहाँ आउँछ त बुटोमा गएर त्यहाँ विदेश नि उनीहरूलाई यत्तिको घाम हेर्न भन्ने कसैले सोधे कसैले खोजे विदेशको हरिब कन्टेन्ट बनाइदिने यसरी बस्छन् तँलाई होइन मैले एउटा कुरा सोचेँ यसलाई होइन तँलाई यो बाङ्गीको गाउँ होइन पौदी अमृदेखि भन्पोखरासम्मको गाउँ तँलाई मनपर्छ कि हाम्रो गाउँ मनपर्छ आफ्नै मनपर्छ नि चाहिँ आफ्नै गाउँ त्यहाँ राम्रो देखेर भएर एब्सोल्युटली राइट मलाई यो मेरो गाउँ मनपर्छ अरूको ठाउँमा भन्दा पनि इङ्ग्लिस जाने अन्त उहाँ गएको होला होइन आइडिया त छ तँलाई अलिअलि होइन अलिअलि पनि थाहा छैन जिरो हो इन्टरभ्यूमा त नि कसरी पास हुन्छ त नि त्यो स्कुलमा बोर्डिङ हुँदाखेरि तैँले पढ्नु थिएनस् र बोर्डिङ पछि हो होइन अलिअलि त तैँले जाने होस् कि इङ्ग्लिस होइन हल्का फुल्का त बुझिन्छ मैले जे भने तैँले बुझेको छैन फर्काउन तैँले जाने फर्काउन त्यति तँ गर्मीमा आएर बस्ने हामीजाम केटा यार फेन्टा खाइन्छ यस्तोमा जाम गर्थ्यो फेन्टा खान पाता हुन्थ्यो